नमस्कार श्रोता एवं दर्शकवृन्द, यहाँहरूले माया गरिराख्नु भएको कुसुमदीप नेपाल नेपाली च्यानललाई सब्स्क्राइब गर्न, लाइक गर्न र कमेन्ट गर्न नबिर्सिनुहोला। मैले धेरै समयपछि यहाँहरूलाई एउटा भिडियो फेरि लिएर आएको छु र मेरो भिडियोको यसपालिको शीर्षक अलिकति फरक छ। त्यो कथावस्तुमा आधारित। मेरो कथाको शीर्षक छ न्याय मोरेनी बाबु। कथाको शीर्षक छ न्याय मोरेनी बाबु। एउटी बुढी आमा पिँढीमा सुतेर निदाइरहेकी छिन्। उनी निन्द्रामा बरबराइरहेकी छिन् अनि भन्दैछिन्, हे भगवान, कस्तो छोरो जन्माएछु नि मैले। हे भगवान, कस्तो छोरो जन्माएछु नि मैले। अन्यायलाई न्याय दिन्छु भन्दै कालो कोट लगाएर वकालत गर्दै हिँडिरहेको छ, तर अहिलेसम्म एउटालाई पनि न्याय दिन सकेको छैन। कसरी त्यसले न्याय दिन्छु भन्दै हिँडिरहेको छ त पत्तै छैन। अर्को एउटा बिचरो नेपाली आमाकै छोरो जो अन्यायमा परिरहेको छ, अन्यायमा थिचोमिचोमा परिरहेको छ, तर पनि म सबैलाई न्याय दिन्छु, जनताहरूलाई न्याय दिन्छु, हरेकको पिरमर्का बुझ्छु, म हरेकका सपनाहरू पुरा गर्छु भन्दै भौतारिँदै न्याय माग्दै अन्यायमा परेर पिल्सिँदै दौडिरहेको छ। हे भगवान, यो कस्तो अनर्थ हो। तिमीले कस्तो छोरो जन्माइदियौ, जसले देशमा भएका यस्ता भ्रष्टाचारीहरू, यस्ता बिकाउहरू र व्यथितिमा अल्मलिएका सबै चिजहरूमा बिक्री भएकाहरूलाई जोगाएर अन्यायहरूमाथि थुपारिरहेका छौ। त्यसलाई मैले थुपारिरहेका छन् त्यस्ता छोरालाई मैले सपुत भन्नुपर्ने अवस्था बनायो भगवान। भ्रष्टाचारीहरूलाई जोगाएर भ्रष्टाचारीहरूलाई उन्मुक्ति दिएर अन्याय अत्याचारमा अरूलाई पारिरहेको छ। खुलेआम ऊ बिकाउको घेराबन्दी बनिसक्यो, तर अन्यायमा परेको एउटा बेसहारा व्यक्तिलाई थिचोमिचो पारेर अनेक जालजेल गरेर विभिन्न प्रपञ्च रचेर अन्यायमा पारिरहेका छन्। न्याय बिकाउ भयो, कालो कोट लगाएर सधैँ नराम्रा कामहरू मात्रै गरिरह्यो। छोरो भन्न लायक भएन। त्यो पनि मेरै छोरो हो, तर कसरी छोरो भनौँ? जसले न्यायको कुरा गर्छ ऊ अन्याय गर्दै हिँड्छ। बिचरा अन्यायमा परेको त्यो छटपटिएर हिँडेकोलाई न्याय कसले दिला? तँलाई पनि म छोड्दिनँ। त मेरो छोरो भए पनि तैँले न्याय दिन सकिनस्। तैँले आफू बिकेर पनि न्यायलाई नै बिकाइस्, आफू पनि बिकिस्। किन यसो गरिस्? तँलाई म छोरो भन्नै चाहन्न। तँलाई मैले जहाँ गए पनि छोड्दिनँ। त जहाँ भए पनि म छोड्दिनँ। तर त मेरो छोरा भन्न लायकको मान्छे होइनस्। त उकिलोस्, वकालत गर्छस्, तर अन्यायको भारी बोकेर वकालत गरिरहेको छस्। न्यायको भारी कता हरायो? तँलाई बेइमान, तँलाई कुकुर नालायक
त जस्तो छोरो पाउनुभन्दा नपाएकै बेस हुने थियो। थुक्क म भगवान्लाई पनि के भनौँ, के मुख देखाउँ समाजलाई। तैँले गरेको अन्याय तैँले आफू भागीदार हुनुपर्छ भन्ने कुरा बुझिनस्। न्याय र अन्याय छुट्याउन नसक्ने त के को वकालत गर्छस्। तँलाई म आफ्नै सन्तान भए पनि श्राप दिन सक्छु, विचार गरेस्। तँलाई पनि अप्ठ्यारो पर्न सक्छ, तँलाई पनि हरेक पीडाहरू आउन सक्छन्। तँलाई नालायक आमा यसै भन्दै बरबराइरहनु भएको थियो। पछाडि घर पछाडिको मन्दिरमा दङ्ग घन्टी बज्यो। त्यो घन्टीको आवाजले आमा झसङ्ग भएर बिउजिनु भयो। आमा बिउजेपछि आँखा मुसार मुसुर पार्दै झसङ्ग हुँदै, ओहो मैले के सपना देखेछु यस्तो, साँच्चीकै अन्याय नै भएको रहेछ कि क्या हो देशमा। मेरा सपनाहरू त सबै साकारै हुन्छन्, देखेका पुरानै हुन्छन्। अचम्मै भएछ, एउटा आमाको सन्तानले अर्को आमाको सन्तानलाई दुःख दिएको छ। कतै यो मेरो मनमा उब्जेको सपना रविको त होइन, तर म पनि रविलाई चिन्तन मनन गर्थेँ। ऊ पनि मेरै सन्तान जस्तै त हुँ। नेपाली आमाको सपुत सम्पूर्ण नेपालीहरूको एउटा दाइ भाइ बनेर हिँडेको छ र देशमा न्याय पक्कै मरेको जस्तो लाग्यो। न्याय अन्यायमा परिणत भइसकेको रहेछ कि क्या हो। मलाई दुःखले पो गाज्न थाल्यो, अचम्मै हुन थाल्यो देशमा। अब के गर्ने होला भनेर आमा छटपटिरहन् र मनमनै गुनगुनाउँदै रहन् आँखा पुछेर। अनि भन्न थालिन्, रवि बाबु म तिम्रै आमा हुँ, तिम्री बुढी आमा। आज प्रत्येक घरमा आमाहरूको आँखामा तिम्रो लागि आँसु बगिरहेको छ। म जस्तै आमाहरूले तिमीलाई आशीर्वाद दिइरहेका छन्। तिमी अरूलाई न्याय दिन्छु भनेर हिँडेको मान्छे तिमी अन्यायमा परेका छौ भनेर सबैले बुझेका छन्। धनको मात्र कुरा आएन यहाँ। धन पैसा त मेहनत गर्न सकिन्छ, परिश्रम गर्न सकिन्छ, कमाउन सकिन्छ, दिन सकिन्छ, बुझाउन सकिन्छ। यो धनको कुरा मात्र होइन, मनकै प्रतिशोध भन्ने यहाँ छर्लङ्ग देखियो। मैले बुझेँ बाबु, मेरा सपनाले मलाई झसङ्ग बनायो। म बुढी आमा म मात्रै होइन, हरेक आमाका आँखामा आँसु छन्। हरेक आमाहरूले रवि रवि भनिरहेका छन्। उनीहरूको आशीर्वाद तिम्रो साथमा छ। तिमी चिन्ता नमान्नु, अवश्य पनि भगवान्ले तिम्रो आवाज सुन्नेछन्। ईश्वरलाई सधैँ सम्झिनु, कहिले पनि नबिर्सिनु। ईश्वर तिम्रो साथमा छन्। म बुढी आमा तिमीलाई धेरै 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 आशीर्वाद दिन्छु भनेर आमा आँखामा आँसु लिएर बरबराइरहनु भयो र आफू त्यहाँबाट आँखा पुस्दै फेरि मन्दिरतिर लाग्नुभयो।